मोमोको क्रेभिङ भएर हामी जाँदैछौँ मोमो खानलाई। हाम्रो घरदेखि चाहिँ ठ्याक्कै 47 मिनट यताउता ट्राफिक सर्विस गर्दा लास्टमा हामी 1 घन्टामा पुगेका थियौँ। अनि यो चाहिँ भुमरी पहिला क्या हो त यो भुमरीको बिचमा भयो भने चाहिँ त्यो घुमाउँदा हामीलाई पनि लिएर जान्छ भन्ने सुनेको नि त। अनि यहाँ मलाई त्यही भन्दै सुनाउँदै लिएर जाँदै हुनुहुन्थ्यो। अनि म चाहिँ हो मैले पनि सुनेको भन्दै पुरा इग्नोर दिइरहेको थिएँ। अनि यताउता आफ्नै धुनमा हिँडिरहेको थिएँ। अनि हामी जाँदाखेरि चाहिँ यो टनल कटेर नै जानुपर्छ। सिडनी नगए पनि मैले फोटोमा देख्दा चाहिँ यो सिडनीको ओपेरा हाउस जस्तो देखिरहेको क्या। अनि फाइनली हामी आगो रेस्टुरेन्ट पुग्यौँ। यो चाहिँ हो हाम्रो नेपाली दाइहरूको आगो रेस्टुरेन्ट भन्दै म चाहिँ आफ्नै धुनमा देखाउँदै थिएँ। अनि यहाँभित्र जाँदा वेलकम म्याम वेलकम भन्दै मैले देखाउँदै हुनुहुन्थ्यो। अनि यो चाहिँ एकदम ठुलो छ। हामी चाहिँ यतापट्टि बसेका थियौँ। उतापट्टि पनि अझ ठुलो स्पेस नै छ। अनि त्यो 1 घन्टाको बाटोमा मलाई चाहिँ यति धेरै भोक लागेको थियो कि गमका गमौ पुरा नेपाली पारामा क्या दब्बाएर दिइरहेको थिएँ म चाहिँ। अनि कति बेला मेरो मोमो आइपुग्छ भन्दै म चाहिँ सोच्दै पर्खिरहेको थिएँ। अनि म वासरुम गएर एकछिन भिडियो बनाएँ। यो चाहिँ हो मेरो नयाँ आइफोन 17 प्रो म्याक्स। अनि यो सागरको अर्डर आइपुग्यो चिकन चिल्ली तर चिल्ली बिनाको चिकन चिल्ली कस्तो होला त गेस गर्नु होला आफै तपाईँहरू। अनि मैले चाहिँ यो फ्राइड राइस पनि यस्तो मिठो मलाई त्यो के अरे लोकल त्यो नेपालमा क्या त्यो ठेलाहरूमा पाउँथ्यो नि मलाई ठ्याक्कै त्यस्तै लाग्छ क्या एकदम मिठो क्या। मलाई चाहिँ त्यो फेन्सी रेस्टुरेन्टको त्यो हुन्छ नि त्यो यताउता त्यो दुनियाँ नाटक हालेको त्यस्तो मन पर्दैन क्या मलाई ठ्याक्कै हो दमकको ठेलामा त्यो बेलुका बेलुका राखेको त्यही याद आइरहेको थियो। त्यही सम्झिँदै म खाइरहेको थिएँ। मलाई यति धेरै त्यो दमक मिस भइरहेको थियो क्या। म पहिला दमक रुममा बस्दाखेरि फ्राई बेलुका गएर फ्राइड राइस खाइरहन्थेँ त्यही याद आइदिएर। अनि यो मलाई यति धेरै लुगा मन लागेको थियो त कौडे के सर्दी मुझे क्या करेगी भन्दै म कोक खाइरहेको थिएँ होइन। अनि त्यही हो भटाभट खाएर हामी पनि घरतिर बाई बाई।